Doon pala rin lang. जो जसलाई सबै साथीहरूलाई धेरै पछि आएछु। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। आज म चाहिँ यता साथीलाई बाइक लिएको थियो, नयाँ बुलेट लिएको थियो है। अब त्यसको रिङहरू ह्यान्डलहरू चेन्ज गर्छु भनेर मोडिफाई हल्का हानिदिउँ भनेर गएको छ। म त्यहीँ जाँदैछु, हजुरहरूलाई देखाउने छु है। त्यहाँ बाइकमा के चेन्ज भएको छ भित्रको बाटो लागौँ। यो चाहिँ भक्तपुर जगत्ती चोक, यहाँबाट भित्र लागौँ। धेरै दिन भयो भ्लग नबनाएको है, सो भ्लग पनि बनाऊँ भनेर सोचेछ। अब उसले अब धेरै दिनपछि फुर्सद पनि पाएँ, अस्तिदेखि अलि काममै बिजी भएँ है। त्यस्तै हो दिन त, दिन पनि अफिस गयो, घर आयो, सुत्यो, खायो, सुत्यो, त्यही भइरहेको छ कि दिन पनि। कहीँ जानु पनि पाएको होइन, भ्लग पनि गर्न पाएको होइन है। ठिकै छ, बिजी हुनुपर्छ। भ्लग भनेको भ्लग बनाउला फुर्सदमा हजुरहरूलाई यसो कहिले काहीँ हाल्दै गरौँला है। रेगुलर त हुँदैन मेरो भ्लग, कहिले काहीँ मात्र हो। तारै तारा आम्मामा मलाई अव्यवस्थित तारहरू यिनीहरू सबै चाहिँ कडा। आजको मिति चाहिँ 2081 चैत महिना 17 गते होइन रहेछ, 18 गते रहेछ आज है। अब यो डेट किन भन्दैछु भन्दाखेरि होइन, याद होस् न पछि यो बेला चाहिँ यस्तो गरेको थिएँ भनेर होस् न होइन। त्यही भएर डेट भन्दैछु म। अहिले चाहिँ थिमी पुग्यो हामी है। हामी चाहिँ लाग्नुपर्ने हुन्छ कहाँ भन्दाखेरि कस्तो नामै बिर्सेँ बे, केएमसी हस्पिटलको अलि मुनि के भन्छ त्यसलाई, नामै बिर्सेँ मैले। यस्तै हुन्छ क्या, नाम चाहिँ मलाई यादै हुँदैन मलाई। नाम याद गर्नेमा यस्तो उसमा चाहिँ अलि उनै छु म, कमजोर चाहिँ के छ मेरो, त्यही हो। अस्ति जलेको घरु पल्लो बाटोमा उता अगाडि खतरा तोडफोड गरेर जलाइदिए रहेछ यार। सही हो। यस्तो घाममा क्यामेरा हिट भएर ब्याट्री पुरै निलो हेरेको क्या एकैचोटि। जिन्दगीमा सिनामङ्गल एउटा पनि भन्न जानेन बा, है बिर्सिरहे। खालि मुखमा सानेपा मात्र आइरहेको क्या। क्या बोला तूने? पुग्नै लाग्यो हामी चाहिँ। यो खोलापारी छ, बुद्ध मोटरसाइकल भन्ने ठाउँमा। टिकटकमा खुब भाइरल छ ऊ चाहिँ। ऊ चाहिँ कति 19-15 को रिङ पनि हाल्ने भन्दैछ। रिङ हेरौँ के छ के छैन है। हामीहरू छ चेन्ज, तर हेरौँ कस्तो हुन्छ बाइक। कडा दोकान खोलेर हेर्नुलाई ह्यान्डल पाल पार्दै
फिट गर्दै पछाडिको टायर जाने 15 को मिटियरको सिट फिटिङ गर्दै है यो चाहिँ गजबला मिटियरको सिट त दामी भइरहेछ टायर चाहिँ हाल्न बाँकी यसमा ल यो चाहिँ अगाडिको टायर होइन केतोको आज बाइक नबन्ने जस्तो देखेर म चाहिँ फर्केँ सानो काम पनि छ अहिले 7 बजी मिटिङ पनि छ 6 बजिसकेको छ यहाँ अलमोस्ट काम त सक्यो एउटा बुस्ट मिलाउन बाँकी छ होइन अब त्यो चाहिँ भोलि खिचेर हालिदिउँला भिडियो त्यसलाई ठिकै छ दिन गयो यार आज दिनभर बस्दा बस्दा गल्यो यार घाममा बस्दा बस्दा पुरै गलिसक्यो जिउ निन्दा लागिरहेको छ त्यही हो कहिले काहीँ आज त केही नगरी गलेछु यार के गरेर खाने होला ल जिन्दगीमा है तनाव छ नि चुप्प लाग्दा लाग्दा थाक्यो बे आज हुँदा त चुप्प लगाएर बस्नु झन् धेरै गाह्रो हो है यस्तै छ पारा मेरो है कडा जाम खतरा जाम रहेछ बे 10 मिनट लाग्यो जाम गर्न जुलुस रहेछ ल बीच बाटोमा गाडी बिग्रेछ बे हो सही ल आजलाई जाने यति नै भोलि हुन्छ क्या भरे हुन्छ कहिले हुन्छ बाइकको भिडियो चाहिँ हालिदिउँला के चेन्ज गरेको छ सबै बताइदिउँला है आजलाई जाने बाई बाई सी यू सुन गाइज